हेलो नमस्ते गाइज फ्रम बाजुरा बाजुराको जङ्गलमा अहिले चाहिँ यहाँ ट्याक्क पारेर न्युरो टिप्न आएको अनि अब यहाँ डिफिकल्ट छ यहाँ न्युरो भएको ठाउँ चाहिँ यस्तो भिड छ अहिलेसम्म चाहिँ हामीले यहाँ चाहिँ न्युरो चाहिँ ट्याक्क यति टिपेको अवस्था छ हेर्दै जाउँ होइन लास्ट टाइममा कति टिपिन्छ उताखेरि केटाहरू पनि छन् त्यता मोबाइल साथमा अलिक मिल्न क्या यहाँ मोबाइल साथै न्युरो टिप्नेतिर भयो म सो सर र हामी चाहिँ यस्तो खोलामा हामी आम्मामा दिउँसै डर लाग्ने जस्तो खोला होइन अब फेरि यहाँ भलक बनाउने चक्करमा फेरि न्युरो नभेटिनु सक्छ दोधारमा छु म यहाँ यस्तो सिस्नु छ गाइज सिस्नु यसले पोलो भन्दा चरात हो चरात हुन्छ आज बिदाको दिन यी न्युरो चाहिँ यस्तो हुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यहाँ छ यस्तो न्युरो यसलाई प्याटेक्क भाँच्ने यताबाट पनि छ अर्को न्युरो यस्तरी भाँच्ने ट्याक्क लाएर अनि प्लास्टिकमा हाल्ने होइन कति पाइस् तैँले मैले त पाइहाल्छु नि भन्छ फेरि गफ्ने फेरि ठुला गर्छ फेरि माइलाले यी यहाँ छ यी यहाँ छ यसरी भाँच्ने यो चाहिँ अलिक छिप्पिसकेको छ छिप्पे नि यसलाई हालिदिउँ न यहाँ चाहिँ यस्तो भित्र हुन्छ क्या गाइज न्युरो यस्तो टिप्नुपर्छ यसलाई होइन यस्तो परेको मुनि ऊ त्यहाँ माइलो छ माइलो के छ माइलोले न्युरो धेरै टिपे भने कति धेरै टिपेको हो पनि अब यहाँ चाहिँ हो त्यो चाहिँ बागलुङ जस्तो ठाउँमा हामी गाई हामी चाहिँ माथि देख्न सक्नुहुन्छ पुरै एकदम पहाडको फेदमा त्यहाँ चाहिँ न्युरो छ त्यो चाहिँ खाना नमिल्ने खाले न्युरो फेरि यहाँ न्युरो नि फेरि खाना मिल्ने र खाना नमिल्ने खाले हुन्छ क्या फेरि र चाहिँ उन्नी हुन्छ उन्नी न्युरो सेम न्युरो टाइपको हुन्छ होइन अनि त्यो चाहिँ खासै अलिअलि चाहिँ यहाँ राखौँ प्लास्टिकमा होइन त्यो चाहिँ खासै खाना नमिल्ने खाले हो कता सो यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ ठुलो न्युरो छ कि यत्रो हुन्छ कि यसलाई पटुक्क भाँचिदिने यहाँ पुटुक्क भाँच्ने यहाँ छ यो अर्को न्युरो कोले खानु चाहिँ गाइज यहाँ कमेन्ट गर्नुहोस् केटाकेटीमा को यस्तरी न्युरो खोज्न जानुहुन्थ्यो त्यो मान्छेलाई पनि कमेन्ट गरिदिनु होला होइन भ्लग हाल्ने मैले बाटो पाएको थिइनँ कि आज कहाँ गयो आज चाहिँ यहाँ टक्कै माइलाले यहाँ न्युरो टिप्यो भन्छ यहाँ कति टिप्यो होइन लिन्जान लाग्यो सिजनल पोलोको लास्टै अब कता बाटो त रहेछ है अलिअलि माइला न्युरो मिस्टर माइलाले यति न्युरो टिप्यो ले सो यी न्युरो माइलाले यति टिपेछ माइलाले धेरै टिप्छ अहिले भन्दा यहाँ छ यहाँ त सो यहाँ चाहिँ यस्तो खतरा न्युरो गाइजी देख्न सक्नुहुन्छ तपाईँहरू एउटैमा कति धेरै फल्यो यति धेरै फल्यो क्या यहाँ चाहिँ यस्तो तरिकाले यहाँ चाहिँ यति मैले यहाँ चाहिँ त भात त यहाँ कति छ हातमा न्युरो छ एउटा हात मोबाइल भएको एउटा भ्लग्स बनाइदिनु भनेको सो किसने उहाँ छ ऊ यत्रो अग्लो कहाँ सजिलो खर हो कि खानालाई पेट पाल्न कहाँ सजिलो खर ल यसमा त यो तलतिर राख अनि टिप ला म टिप्छु नभए यसमा त यहाँ त यहाँ आइज त्यहाँ त कति देख त्यहाँ म माथि जान्छु पोलो जाने बाबा त्यहाँ बहुत धेरै है माथिबाट बाटो कहाँ होला यार
कहाँबाट केटाहरू राति सक्यो यहाँ सिजनल त्यति बोल्ने रहेछ मच्छर त्यति लाग्ने रहेछ कट्टु लाएको है यहाँ फेरि जुगा त्यति लाखन गाइज गाह्रो त गाह्रो छ यहाँ धेरै डिफिकल्ट छ यहाँ सिचुएसन बा टोकेको मच्छरले यत्रो खतरा न्युरो चाहिँ यो बाजुरामै पाइने रहेछ किल टोकेर यस्तरी हामीलाई यार केटा हो चिला छ त सो अब जानुपर्छ बाटो जतिमा थियो उति जाम भन्नु उति न्युरो भेटिन्छ गाइज यहाँ पुरै मान्छे पुरै टिप्न आउने रहेछन् यहाँ झारेका नि छन् फेरि न्युरो त यी झारेर हिँड्छ भाँचेर छन् साह्रो भएर यहाँ माथि रहेछ सिधै यहीँ माथि केटाहरू त्यहाँ छन् म चाहिँ यहाँ आफ्नो ठाउँमा उता तलतिर जाँदा हेर्दो कहाँ इच्छा हामी यार आम्मा यहाँबाट ब्यारेक पुग्नु त खै भिरै छ कि सो यस्तै हो गाइज अब आज बिदा थियो के त्यही भएर हल्का मोड फ्रेस नि हुन्छ होइन त्यही भएर फ्रेस नि भन्छ अनि न्युरो अर्ग्यानिक खान पाइन्छ भन्ने कुराले चाहिँ हामी यहाँ आएको न्युरो जित्न न्युरो चाहिँ बहुत धेरै पाइँदैछ यहाँ न्युरो चाहिँ सम्हाल्न सक्नु छ होइन हामीलाई चाहिँ बहुत त्यही भयो क्या अब फेरि धेरै दिन राख्यो भने फेरि यहाँ छिपिन्छ फेरि यो अलिक साह्रो हुने रहेछ फेरि यो अनि त्यही भएर चाहिँ अब बेलुका ट्याक्क आइटम बनाउने तेल सेल हाल्ने आलु सालु हाल्ने हल्का न्युरो फ्राई गर्ने अनि टक्क खाना खाने अर्ग्यानिक खा भनेर आएको उहाँ चाहिँ त्यति धेरै भइसक्यो न्युरो तेल चाहिँ न्युरो दुइटा हातले सम्हाल्दै हेर्दै जानु होला गाइज अब लगभग न्युरो टिपेर भ्याइयो हाम्रो धेरै छैन जानै लाग्छ आधी घन्टा जति यहाँ जुगा कति लाग्छ भन्ने कुरो म जुगा देखाउँछु जुगा नदेखेको नि हुनुहुन्छ कि कतिजना फेरि यहाँ जुगा नदेखेर चाहिँ म जुगा माइलाले धेरै टिपा आज माइलाले अरूभन्दा धेरै खालास भाग होइन कि आलु यहाँ चाहिँ यसो ऐसेलु छ यहाँ ऐसेलु यो चाहिँ जङ्गली ऐसेलु टिक्ने ठाउँ नि छैन क्या ऐसेलु यो चाहिँ अलि अर्कै खाले ऐसेलु हो क्या यो चाहिँ ट्याक्क यो वनको ऐसेलु हो यो यसको बोट चाहिँ अलिक फरकै हुन्छ क्या यहाँ चाहिँ यति हो ट्याक्कैलाई चाहिँ ट्याक्क जङ्गली स्वादै हुँदो रहेछ कि यसको चाहिँ न्युरो सिलाउँछ क्या उहाँ त्यस्तो छ रह त्यहाँ चाहिँ यस्तो छ र उता गएर यो उस्तै रहेछ है माइला ऊ त छ र क्या त्यहाँ पाइन्छ नहेर्दा बाटो चाहिँ अलिक गाह्रो छ यस्तै गाह्रो बाटोमा फेरि गाडी तरिकाले हिँडिन्छ क्या हामी फेरि यसरी हो हिँड्ने गर्मी भयो मैले पासा नि खोज्छ बोतल त पाइन सक्छ हो कि नि खासै पाइन जस्तो त रहन्छ होइन यत्रो साह्रै छ र यहाँ आँसिल काट्नु रहेछ कि अनि थोरै भए पो भाँच्ने त नि यार लोड धेरै हुन्न छ नि आँसीले काट्नु त नि यो बाटो जाम क्या पुगिन्छ ठ्याक्क उतै पुगिन्छ क्या
बाटै बनाउने कि पक्कै उतै जाने बाटो हो क्या यसले जुगाले खा भन्छ जुगाले कतिवटा जुगाले खा त जुगाल त खाएन जुगाल आएर माइला तँलाई हेर्दै जता हेर त्यतै न्युरो भेट्छु मैले टिप्दिनँ भन है हेर त यहाँ माइला यहाँ न्युरो हेर्न त अब यहाँ को छ ल नि टिप्दिनँ जाम न त भन है अब के गर्ने अब यो कति खोज्यो है सुरुमा अहिले कति उ भइसकेपछि ला जता हेर उतै न्युरो खै यहाँ त न्युरोको त त्यो भएर त यहाँ 10 रुपियाँ मुठा पाइँदो रहेछ बजारमा हो न न्युरो 10 रुपियाँ हो क्या छिपिन्छ भन्छ नि फेरि घर लगेको त छिपिन्छ भन्छ सबै ल राख जाम हिँड्दा आफै भेटिँदो रहेछ न्युरो यहाँ खोज्नै नपर्ने रहेछ सुरुमा बहुत तरिकाले खोज्यो होइन यहाँ यस्तरी भेटिन्छ ट्याक्कै कति बज्यो केटा जम्मा गएर पकाउँदा गर्दा ठिक्क हुन्छ न 7 बजीसम्म भयो नि पकाएर खाने हो 1 घन्टा त भयो होला नि हामी बहुत धेरै भयो त्यहाँ हालिस मैले राखेको यस्तो हगे यत्रो दुखाएर टिपेँ हाल भनौँ होइन लास्टमा यत्रै छोडेर गएँ त एक छाक भएन यो गाइस बाटो तताउनु पर्यो अब हाम्रो जान लाग्यो ऊ केटाले न्युरो बोक्यो न्युरो बोक्नु त गाह्रो भयो नि त ल अब यति दुखाएर टिप्यो होइन त्यहाँ गएपछि फेरि सबै माग्न आउँछन् नदिने भने नि कसरी नदिनु कोही छुचो भन्लान् छुचो भन्नलाई अहिले यहाँ आएर टिप्न गाह्रो रहेछ तेल किन भन्ने अनि तेल यो त त्यहाँ छ त्यो मैले टिपिनँ ऊ त्यहाँ छ त्यो मैले टिपिनँ अब कहाँ छ त्यहाँ छ मैले टिपिनँ सो त्यस्तै हो अब सर्लक्कै 50 घन्टा लाग्ने ठाउँमा आइए जाहिर खान होइन हो कि होइन यस्तै गर्ने दिन बिताउने के छ तर अघि पछि त होइन आज बिदाको दिन भएर फेरि काम छैन भन्ने कुरा होला यहाँ कतिजनाको है यस्तो यही बाटो आउनु पर्ने रहेछ बाटो रहेछ हामी निग्ला रहेछ सिधै माथि आउँदै रहेछन् क्या उहाँ चाहिँ बाख्राले मान्छे के कहाँ हो सो त्यहाँ बाख्रा देखिन्छ नि त्यहाँ चाहिँ बाख्राले मान्छे छन् कराउँछन् फेरि होइन फेरि धेरै कराउनु नि हुन्न ठिक्क कराउनु पर्छ गाइस अब टिपेर त हिँड्ने तपाईँहरूलाई म ट्याक्क पकाएको देखाउँछु अहिले हेर्दै जानु होला होइन जो तपाईँहरू देख्न सक्नुहुन्छ कि हामी बस्ने ब्यारेक चाहिँ यहाँ छ है ट्याक्क त्यहाँ पुग्ने हामी अहिले बाजुराको भ्यू पर गाउँ साथी हामी बस्ने ट्याक्क ब्यारेक बाटो यता रहेछ अघि चाहिँ हामीले कता गयो है हाम्रो न्युरो चाहिँ यति आइसक्यो अब होइन कति खानु न्युरो सुरुमा त्यत्रो सानो पाइयो है पछि त बहुत ठुल्ठुलो पाइयो कि